हेलो एभ्रिबडी। आज चाहिँ मैले द अल्केमिस्ट बुक पढिरहेको छु बाई पाउलो कोएलोको। यो चाहिँ एकदमै मलाई इन्ट्रेस्टिङ र एकदमै इन्सपायरिङ खालको लाग्यो कि अनि यसमा चाहिँ मैले पढ्दै जाँदाहरू कति कोटहरू चाहिँ आफूलाई हुन्छ नि एकदम राम्रो लागेको भनाइहरू चाहिँ अन्डरलाइन गरेको थिएँ कि यसमा मलाई एउटा चाहिँ यहाँ लेखेको छ कि वेल युजली आई लर्न मोर फ्रम माई सिप देन फ्रम बुक्स भनेर। यहाँ चाहिँ एउटा सान्टियागो भन्ने चाहिँ एउटा सेपर्ड हुन्छ कि उसले चाहिँ सिप चराउँदै हिँडिरहेको हुन्छ नि ठाउँ ठाउँमा। त्यसपछि उसले चाहिँ के भन्छ भन्दाखेरि मलाई यो हुन्छ नि बुक्सहरू पढेर भन्दा पनि मैले चाहिँ सिपहरूबाट नै धेरै कुराहरू चाहिँ कति कुराहरू सिकिरहेको हुन्छु, उनीहरूले पनि सिकाइरहेको हुन्छन् भनेको हाम्रो यो जुन ल्याङ्ग्वेज हुन्छ नि सिपको पनि एउटा ल्याङ्ग्वेज हुन्छ कि हामीले बुझ्न सक्यो भने हाम्रो वर्ल्डमा जे पनि कुरा छ नि सबै कुराले केही न केही म्यासेज चाहिँ दिन खोजिरहेको हुन्छ भन्ने टाइपको चाहिँ यसको चाहिँ अलिकति थिम छ होइन। अनि त्यसपछि अनि अझै अर्को कोट छ कि यहाँ It's the simple thing in life that are the most extraordinary. Only wise men are able to understand them. And since I am not wise, I have had to learn other arts such as the reading of the palms. अनि यसमा चाहिँ यो सान्टियागोले चाहिँ के गर्छ त भन्दाखेरि यो पाम रिड गर्नको लागि जान्छ होइन। अनि पाम रिडरले चाहिँ भन्छ कि हुन्छ नि वर्ल्डमा चाहिँ जुन चाहिँ हाम्रो लाइफमा हुन्छ नि सबभन्दा सिम्पल कुराहरू चाहिँ एकदमै एक्स्ट्रा अर्डिनरी हुन्छ कि जुन चाहिँ हामीले रियलाइज गर्न सकिरहेको हुँदैन। त्यही भएर चाहिँ मैले यो अरू आर्ट्सहरू सिक्न परे हो, पाम रिडिङहरू है। नत्र मलाई चाहिँ यो केही पनि आवश्यकतै थिएन, यो भनेको यो सेकेन्ड्री आर्ट हो भनिरहेको छ कि हुन्छ नि। यो पाम रिडरले चाहिँ के भन्न खोजेको त भन्दा जुन हामीले वर्ल्डको ल्याङ्ग्वेजहरू अन्डरस्ट्यान्ड गरिन्छ नि त्यो नै प्राइमरी आर्ट हो भन्न खोजिरहेको छ कि।